45 मिनट भनेपछि यही बाटोलाई पनि यार तल्लो जलजला 3290 मिटरको एल्टिट्युडमा आएको छौँ हामी डेन्जरै हो माथि पाटनतिर त जङ्गली घोडा नि पाइन्छन् रे अब हामी निस्किनुपर्ने हुन्छ गुरुङ गेस्ट हाउस पनि अब यसलाई छोडेर माथि गइयो म्याग्दीको जलजला भन्ने ठाउँमा पनि गइयो फर्केर आइयो खानासाना खाइयो अब यसो एक चक्कर लगाइन्छ ढोरपाटनको फाँटहरू त्यसपछि अब गुड टु गो यहाँबाट पनि देखिरहेको छ माउन्टेन यता साइडमा ल गुरुङ होमस्टेबाट हामी निस्किँदैछौँ अब यसो आधी घन्टा 1 घन्टा जति ढोरपाटनको एरियामा रमाउँछौँ त्यसपछि जान्छौँ हामी चाहिँ अब ढोरपाटनको हन्टिङ रिजर्भको म्युजियम हेर्न जाँदैछौँ लेसी कस्तो कस्तो छ त हेरिदिउँ हार्दिक स्वागत छ यो इन्फर्मेसन सेन्टर हो त्यो पारिको के हो यो रेड पान्डा हो ए रेड पान्डा हो अनि केसको छाला हो यो हाब्रे रातो पाण्डा यो के हो रेड पाण्डा यो चाहिँ फेब्रुअरी 2080 मङ्सिर 2 गते फेब्रुअरी स्थान ढोरपाटन सिकाएको छ धौला क्षेत्र मनसुन मेला म्याग्दी जिल्ला लिङ्ग भारत तौल करिब 3 किलोग्राम उमेर अन्दाज 4 वर्ष मृत्युको कारण नखुलेको अधिकतम 10 देखि 12 वर्षसम्म बाँच्न खानेकुरा निगालोको पात कलिला मुना जङ्गली फलफुल चरा र तिनका फल यता लाग्छ अच्छा यता चाहिँ केसको छाला होला थारको छाला त्यो तल केसको त्यो नाम नै हो छाला हिमालयन सिरियो सबै यामा हो तल हेरमै जरा छ तल हेर नौरा हन्स अफ मैले हाल्न बुलु सिप ओहो सिङ त ब्लु सिप जर्छ त यता के रहेछ भोरलको खै भोरलको सिङ हेर भोरलको सिङ हुन्छ कतै हुँदैछ स्याल होइन भोरल भन्ने देख्न पाइनेलाई लाइभ जिमलाई देख्न लागि जानुपर्छ कता अब यिनी पाउने ठाउँतिर गएपछि टिकट काटेर हेर्ने जाने कस्तो हुन्छ त्यहाँ त्यो जङ्गलमा गएर अब कस्तो पाउँछ यहाँ जलजला पनि पाउँछ जङ्गलमा पाउँदैन यता पूर्वी माथि यसको माथि हुम्ला मुखतिर किसानको साथी भ्यागुता पहाडको संरक्षण पाउँछ यहाँ पनि जना प्लान केही गरेछ चिजहरू चाहिँ रेड पान्डा सबै घाँस खाने नि आउँछन् कुहिरीहरू शिकार 15 दिनको चुज गर्ने हो छालाहरू सुरुस गर्ने भन्दा नि अब यो ठ्याक्क अब तिहार पछिबाट सुरु हुन्छ
यो ठेक्कामै जान्छ होइन हजुर यो हाम्रो पछाडि त अब विदेशी ठुलो कन्ट्र्याक्ट छ नि उनीहरूले त तँलाई खेलाउँछ भनेपछि उनीहरूबाट यहाँ विदेशले सिधै बिडिङ गर्न पाउँदैन होला पाउँदैन यो रहेछ सिस्टम बाघ त पाइन्न यहाँ बदल जे पनि मार्नु पायो यो मर्या त होला नि यो मरिसक्यो त होला यो मानेहरूसँग फोटो खिच्न लागि कोटासँग विद्रोहसँग कानुन स्वीकार गर्न सकिने भने पन्ध्र दिन हुन्छ 15 दिनमा एउटा पनि नमर्न पनि सक्छ त्यो छ 1500 छ 630 त्यो पहिला 2021 यो चाडलाई मार्न पाइएन चाडा मार्नु पाइयो तर त त्योभन्दा फरक जनावर के भेटेर मऱ्यो भने त्यस्तो हिम चितुवा जस्तो पाटनलाई छोडिरहेको छौँ हामीले अब ढोरपाटनको त्यो पाटन गइएन त्यो धेरै ठाउँ गइएन हल्का फुल्का जो सर्फेसली हिँड्यो अब जो हल्का इन्ट्रेस्टिङ भयो भने हालौँला लाग्यो अब फेरि अब रिटर्न ब्याक टु होम अब यदि छुट्टै बाटो गइएछ भने भ्लग आउँछ नत्र भने यसलाई चाहिँ यतितिर अन्त्य गरिन्छ पनि यही हो अब लास्ट सट हामी सरासर बुर्तिबाङतर्फ जान्छौँ हिजोको स्टार्टिङ पोइन्ट माछा माछाको अन्तिम पोइन्ट नै छ यो आज होइन हिजो यहाँ आयो त्यो स्टार्टिङ पोइन्टमा भने चाहिँ आजको इन्ड पोइन्ट हुनेवाला छ अब यो फोटोसोटो खिच्छौँ अनि हामी अब ओह्रालो झर्छौँ अब ढोरपातनलाई भाइ भाइ गरेर हामी ओह्रालो बुर्तिबाङतर्फ लागिसकेका छौँ अब लास्ट सिन यो हाम्रो फल्ले घर भन्ने ठाउँमा हामी झरिसकेका छौँ यहाँको अल्टिट्युड 2494 मिटर 2494 मिटर बाबाङ 10 किलोमिटर अनि त मगर सुकाउने स्टाइल चाहिँ यस्तो रहेछ यो चट्टको कस्तो बाइक त खतरा टर्निङ छ त यार लत बुर्तिबाङ 6 किलोमिटरको पनि आधी आइसकेका छौँ हामी लगभग 3 किलोमिटर जति होला हेर डेन्जर छ भ्यू त ओहो वे के कस्तो डेन्जर खोला बगिरहेको छ यहाँदेखि ओहो फाइनल्ली बुर्तिबाङको बजारमा आइसकेका छौँ धेरै बजीको यस्तो कष्टकर राइड पछि एकदमै गाह्रो थियो कस्तो शीतल भयो कस्तो आराम मिल्यो
लगाएर हिँड्छ अर्कोचोटि घुम्न जान लाग्यो भने त एक जोर कपडा लगाउनु युज एन्ड थ्रो के लगाउने फाल्दिने 1000 रुपियाँको किन्ने कि पानी शीत लागे पनि हुने खालको क्या जाने खालको विदेशले तालो ल्याल्नुहुन्छ पछि पानी बजारमा यो बजारमा पनि यसरी घुम्न लेख्या रहेछ घर फर्किने तर्क छ चियापान गर्ने चियापान गरेर जानुपर्ने हो चार्जर हाल्नुभयो तपाईँले झोलामा हाल्नु भयो आइफोनको चार्ज त बिहानै यो निकालेर हाल्यो तपाईँले चियापान गर्छौँ जान्छौँ अनि अब कता स्टे गरिन्छ हेरौँला ट्रेनमा छु नि म चिया पान होइन चिया सेवन चिया सेवन नास्ता पान चिया सेवन गर्छु अब जान्छु है त गह्रो आएको छ नि यो पनि पछि गुल्मी लागिसकेका छौँ हल्का रुमहरू चेक गर्दै होटेलहरू चेक गर्दै